दर्शन नमस्ते गुड मर्निङ। म चाहिँ यति बेला ड्युटी हिँडिसकेको छु। सन्चै हुनुहुन्छ होला साथीहरू। यति बेला समथिङ 7 बजेको अवस्था छ। बिहान चाहिँ हामी ड्युटी हिँडेको छ। आज के हुन्छ सबै कुरो तपाईँहरूलाई म देखाउने प्रयास गर्नेछु। अनि साथीहरू अनि तपाईँहरू कस्तो के काम गर्दै हुनुहुन्छ भन्नुहोला भन्न चाहन्छु। र मेरो न्यू भ्लग आउँदैछ, सबैजनाले सेयर गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र भिडियो मन परेमा लाइक कमेन्ट पनि गर्न नभुल्नु होला भन्न चाहन्छु है। आजको दिन के हुन्छ म सबै देखाउनेछु। पछि दौडिरहेको छन्। अब हामी चाहिँ अलिक टाढै जाने हो, लगभग 15-20 मिनट जति हिँडेर गइन्छ। त्यहाँ के हुन्छ सबै कुरो देखाउँछु म है। लगाए चाहिँ हामी यहाँनिर आइपुगेको छौँ। बाटो उकालो चलिरहेको छ। हामी लोकतान्त्रिक चोकमा आइपुगेको छौँ। चिसो मौसम गरिरहेको छ। अझ समथिङ हामी 15-20 मिनट हिँड्नुपर्छ। त्यसपछि हामी काम गर्ने ठाउँ चाहिँ आइपुग्छ है। यो चाहिँ हाम्रो लोकतान्त्रिक चोक मनमाई जिल्ला है। लगायत केरा खाने हो, केरा फलफुल छ यहाँ यसरी सर र ल्याएको। ल फाइनली गाइज हामी यहाँ आइपुगेको छौँ। अब हामी चाहिँ यसरी यो कोराको काम गर्ने हो। ल यहाँनिर आइपुगेको छौँ। रेडी भइसक्यो, रेडी भइसक्यो काम गर्नलाई। यसरी काम गर्ने हो। यो नेपाल पारी देखेको चाहिँ लागि गर्नु हो। ल अब आज दिनभरि यसरी काम गरिन्छ। यहाँ तक लाएर यो कोरा गर्ने हो। ल हाम्रो एकजना मिस्त्री दाइ त्यहाँ हुनुहुन्छ। उहाँ हुनुहुन्छ। अब बस्छु यता। ल घरमा काम गर्नुपर्छ। यो घरमा काम गर्दैछौँ हामी है। पुरा मसिनो गर्नु अरे तक लाएर दामी है। ल गाइस हामी घरतिर जाँदै हो। हाम्रो दाइ पुरा रिसाएर तुवा परेछ दाइ आज। अँध्यारो भएको छ। दिनभरि काम गर्यो। अब बेलुका भात बनाउन जानुपर्छ। झुटुमिटी कति छ यता यसरी। ए आलुबारी ल घर जानु लाग्यो। छटकट बाटो हिँडेको आलुबारीमा परेछ यार। आलुबारी प्याजबारी साथीहरू हिँडिरहेको छ। बाटो हरायो, पानी पर्न लाग्यो। ल यस्तो बाटो छ। अब पानी पर्न लाग्यो। घर दौडिनुपर्छ। छिटो दौडिनुपर्छ।